सो हेलो गाइज, आज चाहिँ म यसो भोलिबाट एक्जाम छ अनि आज चाहिँ म यसो साइकल राइडतिर जाउँ न भनेर हो। सो आज चाहिँ म एकदिन साइकल राइड गर्नेवाला छु अनि भिडियो आएन भने चाहिँ अब एक्जाम चल्दैछ होइन हाम्रो, भोलिबाट एक्जाम छ। सो आज लास्ट दिन हुनेवाला छ भिडियोको। सो 1 2 3 साइकल राइडमा भेट्छ आउन। सो गाइज अब चाहिँ म कपडा लाउँदैछु होइन, कपडा लाउँदैछु। सो एउटा कुरा भन्न चाहन्छु हजुरलाई, म चाहिँ एउटा कमेडियन युट्युबर पनि हो होइन, मतलब बन्न खोजेको तर बन्न सकिनँ। खासै भ्युजहरू नआएर भ्यू चाहिँ नआउने त्यस्तो भइरहेको थियो अनि मैले भ्लगहरू बनाउनु थालेको होइन। सो यति नै भन्ने हो। यदि हजुरले कमेडी भिडियोहरू मनपर्छ भने मलाई भनिदिनुहोस्, म बनाउने छु। सो अब चाहिँ म यो कपडा लगाउन गइरहेको छु होइन। सो एउटा ठाउँमा क्यामेरा हाल्छु टक्क। सो अब चाहिँ म यसो लाउँछु त्यो कपडा। अलिक कपडा लगाइसकेको छु होइन। थोरै मिलाउँछु अनि मेरो यहाँ अहिले पेट दुखिरहेछ। सो म यसो टोइलेटतिर पसेर यसो तल गएर म तपाईँहरूले भेट्छु है त। ल कहाँबाट गर्ने यसरी देखाएको। A few moments later. सो गाइस अहिले चाहिँ म होइन यो हाम्रो घरको यहाँ माथि डाँडा छ, त्यही डाँडामा आएको। मेरो हालत टाइट भयो यार, दोहोरो टाइट भयो हालत होइन। अब यसो यहीँ डुल्छु होइन अनि म अब साथीको घर पनि जानु छ 1-2 बजीतिर। सो म 1-2 बजी तपाईँले साथीको घर गएको बेला चाहिँ म तपाईँले भेट्छु है त। ल दोहोरो थाकियो यार। सो हेलो गाइस, अहिले चाहिँ म यहीँ हो होइन, यही ठाउँमा बसिरहेको। त्यही तल बसिरहेको थियो अघि नै अनि यहाँ थोरै माथि आइसकेको छु होइन। सुनसान छ जग्गा, सुनसान छ होइन, जङ्गलको बिचमा पातहरू झरिरहेको छ माथिबाट। त्यही हो, अब थोरै माथि जान्छु अनि फेरि भिडियो बनाउँछु होला। भिडियो बनाएन भने चाहिँ डाइरेक्ट साथीको घर जाने बेलै बनाउँछु। सो त्यही हो। ल ल म अलि पछि भेट्छु होला है। बाई बाई गाइस। पछाडि गइदिएर। A few moments later. सो हेलो गाइस, अहिले चाहिँ म यहाँ डाँडामै पुगिसकेको छु होइन। हेर्न सक्नुहुन्छ गाइस, ठाडो उकालो छ। गर्नै सकिन्न कि, मतलब यस्तो ठाडो उकालो छ होइन। म चाहिँ अब फर्किने विचार गरिरहेको छु, डर उकालो छ यार, यहाँ भिड छ होइन। सो त्यही हो, अब चाहिँ म तल जान्छु है त। ल अब म डाइरेक्ट तपाईँलाई घर गएर भेट्छु है त, डर लागिसक्यो यार। सो अहिले चाहिँ म घर आइसकेँ होइन। यस्तो ओह्रालो बाटो है, डह्रो ओह्रालो के, डह्रो ओह्रालो यार। ओह्रालो भन्दा पनि डह्रो ओह्रालो थियो। सातो पातो गयो यार मेरो त। अब कहिले पनि यस्तो डाँडातिर जाँदिनँ म, मैले भनिसकेँ होइन, कहिले पनि जाँदिनँ। अब साइकल पनि आइसक्यो, कहिले पनि जाँदिनँ यार। डह्रो ओह्रालो थियो यार मेरो, मतलब हातै कस्तो दुख्यो कि। यस्तो अफरोड बाटो थियो, त्यही माथि नन सस्पेन्सन साइकल बोकेर म हिँडिदिएको। त्यही हो, कहिले एडभेन्चर पनि गर्नुपर्छ। सो अब चाहिँ म तपाईँलाई माथि गएर भेट्छु त। A few moments later. सो हेलो गाइस, अघि नै मैले जहाँबाट सुरु गरेको थिएँ ब्लग त्यहीँ आइसकेको छु अहिले चाहिँ म होइन। घरमा आएँ, मतलब कि घरमा आइसकेँ अनि क्यामेराको प्रब्लम चाहिँ भयो होइन। क्लिप हेर्नु न यार तपाईँ, यस्तो फन्ने कि होइन, मतलब मेरो मुख यता गह उता गह माथि गयो रहेछ कि। सो फन्नी क्यामेरा प्रब्लम, तर फन्नीको लागि चाहिँ त्यो मैले हालिदिएको छु। त्यही क्लिप तल देखाइरहेको क्लिप होइन त्यो। सो त्यही हो, हालिसकेको छु मैले एडिटमा, एडिट पनि गरिरहेको अहिले यही भिडियोलाई। सो त्यही हो, अब चाहिँ म यो भिडियो अहिले भ्याइएको छैन, भ्याइएको जस्तो सोच्नुहुन्छ भने अहिले भ्याइएको छैन है। सो अझै म अब चाहिँ 1-2 बजीतिर फेरि उता जानु छ साथीको घर। साथीले मलाई म्यासेज गर्छ अनि म जाने हो। साथी यो भिडियो सायद त लामै हुन्छ, ठिक्ककै हुन्छ, मतलब 7-8 मिनटको जति हुन्छ होला। सो त्यही हो। सो मिल्छ अब म तपाईँलाई अर्को राइडमा साथीको घर ब्लगमा है। सकेको छैन, स्किप गर्ने हुने नि त्यहाँ। सो हेलो गाइस होइन, अब चाहिँ म फाइनली साथीको घर जानु लाग्यो।
साथीहरू जानु लाग्यो अब म चाहिँ होइन अब ट्याक्क 1:30 बजिसक्यो अब साथीहरू जान्छ अनि त्यहीँ गएर भिडियो बनाउँछु अब निस्किनु लाग्यो म मेरो धन्नु यहीँ छ होइन सो म यहाँबाट यसो निस्किन्छु सो निस्किएपछि म तपाईँलाई चाहिँ फेरि एउटा भिडियो बनाएर भेट्छु त ल बाई सो गाइस फाइनली हामी यहाँ साथीसँग भेटिसकेका छौँ मैले चाहिँ मैले साथी यहीँ छ होइन मैले चाहिँ खासै मैले अब अफ रोड छ यहाँ मैले चाहिँ होइन के अरे बाटोको भिडियो चाहिँ बन्न सकिनँ डर ट्राफिक जाम थियो अनि ट्राफिक जाम भएर मैले यस्तो क्यामेरै निकाल्न पाएन सो त्यही भएर हो सो अब चाहिँ म के अरे साथी भटाइसकेको छु हेलो भनिदेऊ न यार हेलो हेलो सो फाइनली हाम्रो चाहिँ 200 भ्युज कटिसकेको छ धनराजतिर नयाँ च्यानलमा ओए के गर्छ नि यार चाकमा लाग्यो झापा ब्रेक हान नि सोधेर हान हो ओके ओके गाइस ल भइसकेको छ अब यसलाई काट्न ल यसलाई काटिदिन्छु कि म यसको कट गर्दैन पिस हो ल बजाउँदै हुनुहुन्छ हामी पुरो रमाइलो गर्दैछौँ रमाइलो गर्नुपर्छ आज म डाँडामा भोलि एक्जाम छ भोलि एक्जाम छ आज रमाइलो गर्ने भोलि डाँडामा पढ्ने गएको हो मेरो घरको डाँडा छ त त्यही डाँडामा गएर सो तिम्रो पनि यो माथि जान थाल्छ के झरेको छ यो तल सारे ल ल ल सो आजको भिडियोको लागि यति है आज मलाई झ्याउ लाग्यो साह्रै लामो हुन्छ भनेको थिएँ जम्मा कति भयो मलाई थाहा छैन ल ल गाइस सो आजको भिडियोको लागि यति कस्तो छ माथि होला भनेको सो आजको भिडियोको लागि यति बाई बाई